कति बजे बितेछ? अहिले ठ्याक्कै कति बजे भने 11:30 भयो होला। Lightning छ जति सर दामी यार सब बाबा मैले मान्छेले चाहिँ क्या आनंद रहता बवालमा चाहिँ बहुत टाइम लाग्यो है जानुपर्छ क्या समुद्रमा अहिले जानुपर्छ है खैसम्म हुनु एक राउन्ड जानु पर्ला जस्तो लाग्यो मलाई नि चिसो चावल चिसोले चाहिँ मार्ने मान्छे मैले पोलार बोका त भया थिएँ नि भाइ के रे दाजु त्यसो भने मैले एउटा पोलार चाहिँ बोकेन के होला भन्नु भने साइकल अहिले चलाउनु थालियो क्या अब एक राउन्ड हानेर आउनु लाइट बाल्नु न पहिला त्यो हो ल टेबल टेनिस एउटा हानिहाल्नु त भिडियो कन्टिन्यू गरेर त एउटा भिडियो कन्टिन्यू आउनु के हो यहाँ ल Okay, finally we have reached to our not we. Hello. Finally we reached to our destination to Gorkha village. It's not we, it's we. अब यो खेलेर किन न तपाईँ मलाई भन्नुपर्छ कि सोलर कस्तो लाग्दैछ दादा तपाईलाई कस्तो लाग्दैछ यता यता ल जानानी राख्न देऊ दान्छीको दाहिने हात
ढोका खोला ढोका चाहिँ खोला मेरो माया ल अब झडा नगर ठिकै छ ज्या आयो आयो ज्या आयो आयो त चित्तर बुझ नेपाललाई कार्य गरेर लास्टमा भिडै छैन हजुर नो स्पोकिङ टुही टुही ल भिडियो बनाउनु बुढाले ल यार बुढाले कति बेरसम्म फुत्ता गोरो निकाल्छन् कि निकाल्यो मैले पारे मैले यसो घरको हेरेको मैले एउटा भोक लागिसक्यो डोरी चाहिँ किन बोरिया भयो आफै लड्न लाग्यो ओइ जुत्ता नलाते उरी नसक्ने आम्मा कत्रो लच्के भात छ लाउने म पनि आयो भने लड्ला ओइ भात छ जान्नु होला डेन्जर छेउछाउमा जाऊ न छेउछाउमा एउटा छेउ बच्चालाई मात्र रहेछ हुँदैन बच्चालाई मात्र होला यार अनि यो लाने हो लेखी होला अनि यो त जम्मवाला हो तर सँगसँगै उड्ने क्या यसरी भुइँ नछोड्नु भुइँ नछोड्नु छोरा भुइँ नछोड्नु क्या भुइँलाई नि माथि म पनि आउँछ जाऊ यो यस्तो यस्तो हो क्या भुइँ पनि छोड्ने होइन क्या हो भुइँ नछोड्ने क्या ल म जाऊ यहाँ भिडियोमा होइन म जान्छु त्यतिकै लड्छ होइन त म आउँदैन के हुँदैछ बिना थियो त तिमीले मिलाइ घाँटी सुको यार ल ल भुटान सुरु गर जार बजे भुटान उसको आँखा हेर न होइन आँखा हेर तिम्रो मान्छे तातिखेर घाँटी सुकाएर मेरो त बियर पनि एउटा सक्नु छैन भने गुड मर्निङ गुड मर्निङ गुड मर्निङ ओहो कति राम्रो ठाउँ यार ओहो सनराइज हेर्नु त्यही भन्न देऊ त थ्याङ्क यू थ्याङ्क यू यताबाट समय जानु गुड मर्निङ
यस्तो बिहान मोबाइल दुध हाल्यो भने यही ठिक छ बिस्तारै लाग्छ सोला के पाक्दैछ के ए उतापट्टि भिडियो हुँदैछ यता के हुँदैछ चाबी नै छैन ब्रेकफास्ट इज अन द वे मैले सुनेको Oh my god, the freezing cold day. Hi people. Hello. Good morning. Good morning, Visa. Good morning from Bolwan. It's winter here. हामी चिसो तातोबाट एकदम डाइरेक्ट चिसोमा आएर चाहिँ घाम लाग्नु पर्यो घाम ताप्नु परेछ नाइस भ्यू ल यस्तो राम्रो भिडियो चाहिँ गयो बाहिर ल्याउनु गरिदैन यो ल एकछिन रोकाउनु कसैलाई नि मैले रोकेको थिएँ तर ठिक भएको थियो अहिले खानाले बोल्नी भन्न ल्याएको होइन के यो दुईटै मात्र खानुपर्छ गनेर 14 छैन त्यति न ए 14 हैन तर 21 हुनु पर्यो तीनटा गइछ 14 म मेरो भागबाट खानु छैन भने कसैलाई म हेत तेरी अच्छा तेरो स्ट्यान्ड बाइ छ नि समेत भन्ने मान्छे कस्तो त्यही जे म बसे कुन कोड गर्नु हो त ल एउटा दिनुपर्छ ल चेस गरौँ त उचालेर चेस हान्दैन भएन गरौँ यार चिसो भइसक्यो चिसो भनेर यार आइस मान्छे अब तिमी कति जान दिया फोटो मन्जाले ब्लगर टाइपको पर्यो नि त एउटै साइजको पाइन मैले यस्तो गरेर राजी सबैजना ग्रुप गाडी लाइफ सब के भयो रोको गुर्जी रिक्वेस्ट गरेर मिलाछ भने आमा यहाँ नजिकै अरू केही छ होली त तपाईले भने नजिकै के थाहा होली चाहिँ बन्द बन्द सजिलै हुन्छ अहिले गाडी भित्रै रहेछ नि यो त अमृत छ यो अमृतलाई अलिक जो हो जो नि भन्दा उहाँ राखेको लिएर आएको थिएँ म त उता बस्छु म त्यस्तो त्यो छेकेर बस्न मन लाग्छ ल ल तिमी ठुलो मान्छे हो सुरु गर्दा हुने हो दादासँग मलाई त
चस्मा एउटा मलाई ल्याइदिनु चट्टा कालो चस्मा होइन उइसले तातो बनाउँछ होला मलाई यहाँ जाडै भयो नि यो निकाल यो त यति त चाहियो नि यति त होइन त म दाइले त्यो गीत अन गर्नु न भने बस्नु एकछिन बख भने आनन्द गफहरू गीत पनि बन्ने होइन ब्याट्री लो भन्ने नि हो अझै गर्दैन ठुलै ठुलो छ अलि ओरसी सार न बिचमा यो त्यहाँ यहाँ पनि त्यो लिज अडाउने भयो के हुन्थ्यो होला है यहाँ त घर छ नि यहाँ त यस्तो यहाँ त मतलब त्यो रुखलाई लिएन भने त्यो त नेसनल पनि रहेछ नि कस्तो राखेर आम्मा हाम्रो त डह्रो भयो नि त्यो अघि दिउँसो कैसम्म गयो यति नै पाएको भेडा ल्याएर हाल्यो भने पाक्थ्यो त्यसलाई के भन्छ फलामको डन्डी काटेर होइन अनि बाँधेर छेउमै जान्न त्यो गाडी साइड त निकाल्नु पर्यो नि त त्यो रडले बाँधेर झप्प लाएर हावाले तलबाट सही हो नि त। एउटा सिङ्गै त खाइदिनु होला बनाएर अरूले बनाएर झुन्डाइदियो भने चाहिँ खाइन्छ अरूले बनाएर ट्याक्क राखिदिएर झुन्डाइदियो भने चाहिँ अझै टुक्राएर दिएदेखि लुस्न चाहिँ सकिन्छ के भन्यो न कहाँबाट गीत अफ गरेर चाहिँ अन गर्नु न पछाडि चार्जरको ठाउँमा बरु क्याम्पिङै रमाइलो भयो त्यहाँ आगो बाल्दा त हावाले माल दिएन कि हावा नभएको भए त यहाँ अब जाडो महिना अचम्मै ठाउँ रहेछ यार यस्तो चिसो हुन्छ त यो विन्टर अनि के हुन्छ नि है हिउँै पर्छ होला यहाँ मोड छुट्न के मोटो भइसक्यो उसले हामी कसरी हिँड्ने हो कतिको 10 बजी बिहानको 10 बजी चाहिँ किन हिँड्नु हो रातिको 10 बजी हिँड्नु हुन्छ बरुभन्दा 10 बजे 6-7 बजीतिर हिँड्नु पर्ला 10 बजी त पुग्ने 10 बजी भेट भएको 10 बजी छुट्टिनुकै घर होइन साँझ 5-6 बजीतिर निस्किनुला 4 बजे 3 बजे निस्क्यो 3-4 बजी अन टाइम पुग्यो नि त मस्त सुत्न पाइन्छ नि बसिरहेको त्यही एक्ज्याक्टली 2 दिन हिजो सुतेखाइन 2 घन्टाको भर भयो त्यो सेक्सन नि त हाम्रो गाडीमा भोलि त भाषा घुसु भइन्छ आज भोलि बिहान त भोलि त बासी मोमो आन किन हतार गर्नु कसैले कसैलाई बोल्ने होइन आनु खुसीले उठ्यो मैले भोग्लाउँछु होला भोलि त बोलाउँदैन कहाँ जानु सर अहिले चाँडै उठ्नु कहीँ जाने भएर फर्किँदाखेरि के छ बिच खासै क्यानबेरातिर है क्यानबेरामा के छैन क्या मलाई पहिले यो खासै उस लाग्छ यो स्टेट यसो लौ न त अहिले चिया र मोमो खानु विक्स पनि चल्छ अनि त्यसपछि कहाँ पुग्यौँ प्लान बनाऊ है के खाने म भन्छु अहिले चिया र मोमो खाऊँ होइन अनि त्यसपछि अब यता घुम्ने गफ पनि ट्रेन गर्ने गरेपछि चाहिँ चिकन चिल्ली अनि ल्याम अनि भुजा सबै छ के कसरी रोगले सबै हामी रोटी तपाईँ नराम्रो अहिले मोमो तिनीहरूको पनि त्यो मान्छेको प्राइभेट प्रोपर्टीमा मेल बक्स यसमै हाल्दैछ होइन क्यान ल ल ल ल
जाँदो रहेछ हाम्रो चाहिँ त्यो डाँडा टावरमा जाने लक्ष्य है तर यो रोड त त्यसकै लागि बनाएको हो कि आऊ है आऊ ढिला नगर रोड भेटिसक्यो देउराली माया लाग्ने रहेछ सन्नानी चाइना कम्पनी इजी बिना 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 रन अब माथि ट्याक्क माथि हात मागर माथिबाट सट्ट उठाइदियो ल ल ल तान्दै 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 ए ल बोक्रे यस्तो गरेर चला त त्यसरी होइन जुरुके ल दा हो त्यही तपाईँले ल्यायो तपाईहरुले हाम्रो टेस्ट पनि फरक त्यसरी होइन नि त आज के हुँदैछ बिना पानीपुरी टाढा भएर माथि डाइनिङ टेबलकै माथि दिनु पर्यो नदिनु पर्यो ठिक छ नपुगेर कोक ट्राई गर्नु गर्नु बियर पनि हाल्नु पर्यो मन्छ भन्दै कोक पानीपुरी पनि ट्राई भयो नि त सही अनि म अब बियर हाल्छु बनाए दामी हुन्छ नि यो चाहिँ काइदा नेक्स्ट टाइम फेरि भेरी सुन very soon we are coming to catch the goat. डल्ले भएछ है माथि Otherwise, हामी अर्को चाहिँ ल्याउँदा चाहिँ ल्याम्प नकिनेको छौँ एउटा ल्याम्पलाई काटेर यहाँ पोलेर खाएर जाने हाम्रो आजको छलफलले पारित भएको छ ताली यति भन्दै यो माइक चाहिँ म विशाल चलाउने हस्तान्तर तर सुन्दर छ संसार विपना भन्दा त्यही गाह्रो छ नि पर्खन त धैर्य सिकिरहेछु हेलो माइक चेक समस्त खोकुचा नमचेला नमस्ते सर्वप्रथम हजुरहरूलाई धन्यवाद गभर्मेन्ट भिलेज आएकोमा हामी सबैलाई धन्यवाद हामीले यो करिब 2 महिनामा 2टा हलिडे समापन गर्यौँ हामी म आएको 10 वर्ष त्यसपछि आएको त एकै टाइममा 5 वर्ष
यस्तो दाममा यसको लेट्स गो गाडी मान्छे त भित्तामा बस्छ म किन हैन अब यस्तो हो नि कपल्स अगाडि तिमीहरु ट्याक ल बाइ 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 भाउजू र म त अगाडि बिना र भाइ मान्छे भित्तामा छ तेरो अगाडि पछाडि गर्न सिट पनि रोटेट गर्दा भयो के हुन्न जता बसेर भने त्यही त भान्जे र अब म त अगाडि क्या अब किनभने रिप्लेस पनि गर्नु पर्यो नि किन बिहार म बुढीसँग बस्छु छोड हैन नि अगाडि नै बस्ने भने के भइछ जता बसे नि ल यहाँ बस यस्तो भनेको जोडी अगाडि इनाउ दुई ल खसी घोडा बाख्रा भेडा सबैजना बस्नु है खसी भेडा सबै बस्नु खलै खसी भेडा बाइ 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 हामी आउँछौँ जाडो हैन किन डाउन ज्याकेट लाएर आउने सट्ट लाएर ज्याकेट लाएर समरानी ज्याकेट चाहिन्छ बसिँदैन यतिकै गरिन्छ जब मलाई बस्नु मन लाग्यो बसिनु किन किन वाइ किन मलाई यसो गरेर मन पर्दैन क्या बस बस अनासी गरे मान्छे हो यसरी छुट्टी है छुट्टी बाई बाइ बाइ सबै ठुलो हेर्दै कपाल उड्यो भने पिछे बाइ बस अटो गला पिसा बस यहाँ बस न यहाँ बस तेरो कपाल कलर देखाउनु छ मलाई चाहिँ कता कुरो देखाउनु छ रे मलाई रमाइलो छ यो मलाई रमाइलो छ मेरो रमाइलो ओ यो सिट गर्न नलाउने अगाडि बिबिसी भाडा कहाँ ओर्ली नि हो ल यसरी पनि बस्दिन कहिले के गर्छ चावेल ढुक्का चाहिँ लाग्यो फरक रहेछ त अनि के फरक रहेछ नरी गाई बस्छ न खाली यस्तो बेला मलाई मिस हुन्छ होला माया गर्न के गाह्रो my eyes are blind जाऊ न त्यहाँ मान्छेहरू